प्राध्यापकज्यू, यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू, यस विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाज्यूहरू र यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, खास गरी भोलिदेखि सुरु हुन गइरहेको एससी परीक्षामा सम्मिलित सम्पूर्ण कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरूमा परीक्षाको सफलताको शुभकामना सहित यहाँको परीक्षा सफल होस् भन्ने शुभकामना समेत दिन चाहन्छु। र खास गरी यो चाहिँ एउटा हाम्रो संस्कार अनुसार पनि साहित्यको कुरा पनि हुन्छ र अर्को कुरा यहाँहरूको आत्मबल मनोबल वृद्धि होस् भन्नका निम्ति आत्मबल बलियोस् भन्नका निम्ति यहाँहरूलाई यस भनौँ न प्रस्थान कार्यक्रमलाई एउटा औपचारिक कार्यक्रमको रूपमा आयोजना गरिएको छ। र खास गरी धेरै कुरा नगरिकन मैले विद्यार्थी भाइ बहिनीहरू जो एससीमा सामेल हुनेछौँ तिनीहरूलाई म के भन्न चाहन्छु भने भोलि हुने एससीको पहिलो दिन चाहे परीक्षामा पहिलो दिन अलिकति परीक्षा दिने भन्दा मान्छे मन हडबडाउने आत्तिने हुन सक्छ। त्यो चाहिँ यहाँ विद्यालयमा जसरी परीक्षा दिइन्थ्यो त्यो एउटै कुरा हो। त्यहाँ दिनु र यहाँ दिनुमा केही फरक छैन। सामान्यतया एउटै परीक्षा हो, मात्रै ठाउँ मात्रै फरक हो भन्ने कुरा महसुस गर्न पर्यो। आत्तिनु पर्ने केही छैन। यहाँ जस्तै सरहरू हुनुहुन्छ उहाँ पनि उस्तै सरहरू हुनुहुन्छ र नआत्तिने र आफूले जानेका कुराहरू कोही छन् अब सरहरूले त लेख्ने तरिका त सरहरूले सिकाउनु भएको छ। आफूले सबैभन्दा पहिला जानेका प्रश्नहरूको उत्तर दिने र सफा दिने, नआत्तिएर टाइमको म्यानेज गर्ने। कति समयको प्रश्न उत्तर छ त्यसलाई चाहिँ समय एकदमै म्यानेज गरेर लेख्ने, न कि समयभन्दा चाँडो पनि नसकियोस्